के कारणले चाहिँ नाकबाट रगत बग्छ केही थाहा छ? गीता केही थाहा छ? नाकबाट रगत के कारणले बग्छ? थाहा छ कि? अनि त्यो चाहिँ सामान्य छ है। नाकबाट रगत चाहिँ के कारणले बग्छ भने अब हाम्रो नाक चाहिँ केही चोटपटक लाग्यो नाकबाट रगत बग्छ कि बग्दैन? एउटा चोटपटक लागेर भइहाल्यो। अनि एउटा चाहिँ हाम्रो नाक चाहिँ सुक्खा भइरहेको हुन्छ जस्तै चिसोमा धेरै सुक्खा भएर अनि गर्मीमा चाहिँ तातो हावाको कारणले हाम्रो नाक सुक्खा हुन्छ। त्यसको कारणले चाहिँ हाम्रो नाकभित्र पुरै सुक्खा बनाएर त्यसको कारणले पनि खुन बग्छ है नाकबाट। अनि त्यसै गरी चाहिँ हाम्रो कसैको बानी हुन्छ नाकमा औँला हाल्ने केही तिखो चिज हाल्ने त्यसको कारणले पनि हामी नाक तिखो चिज हालेर कहिलेकाहीँ कोट्याउने गर्छौँ नि त्यसको कारणले पनि नाकबाट खुन बग्छ। अनि एउटा चाहिँ हाम्रो एकदमै प्रेसर बढ्यो भनेपछि चाहिँ हाम्रो भित्रको नाकभित्र भएको सानो सानो नलीहरू चाहिँ टुटेर त्यसको कारणले पनि नाक बग्ने गर्दछ नाकबाट ब्लड खुन आउने गर्दछ। अनि अब यसको लक्षणहरू चाहिँ के हुन्छन् भन्दाखेरि चाहिँ सामान्यतया चाहिँ नाकबाट रगत बगिरहेछ नर्मली थाहा पाइन्छ हामी देख्न सक्छौँ नाकबाट खुन बग्छ। अनि अर्को चाहिँ खुन बगेर चाहिँ हामीलाई चक्कर आउँछ अनि कहिलेकाहीँ बेहोस हुने कमजोरी हुन्छ अनि मुटुको धड्कन चाहिँ एकदमै बढ्ने गर्दछ। अनि अब नाकबाट रगत बगे चाहिँ हामीले के गर्नुपर्ला के थाहा छ? हामी के गर्छौँ नाकबाट रगत बगेर सबभन्दा पहिला कालो कालो किन कालो कस्तो गर्छौँ केही थाहा छ भने भनौँ। नाकबाट रगत कसैको बगे छैन अहिलेसम्म? भन भन के गऱ्यो त्यो सबै भन्न पाइन्छ। भन भन नाकबाट रगत बग्यो भने माथि गर्छौँ कि तल गर्छौँ? त्यसै गर्नु हुँदैन है। यो गर्नु भनेको गलत हो है। नाक माथि गर्नु हुँदैन। नाक चाहिँ हामीले यो औँला र दुई औँला समातेर यस्तो तल गर्नुपर्छ है। हामीले नाक माथि गऱ्यौँ भने चाहिँ त्यो नाकबाट बग्ने ब्लड चाहिँ यहाँ हाम्रो घाँटीको यहाँ जोडेको हुन्छ त्यो चाहिँ हाम्रो घाँटीमा अनि पेटमा जान्छ अनि साथीमा चाहिँ पक्षमा जाने हुन्छ निमोनिया हुनसक्छ। अनि घाँटी र पेटमा गएर चाहिँ पानी आउने कपती लाग्छ। त्यही भएर चाहिँ हामीले नाकबाट पनि बग्यो भने चाहिँ यो बुढी औँला र चोर औँलाले चाहिँ यो नाकको गरेर यसरी अगाडि गर्ने है। अनि खुन चाहिँ अगाडि बग्छ। अनि त्यो गर्ने बेला चाहिँ मुखबाट सास लिने नाक च्यापेको बेला होइन। अनि मुखमा आइरहेको ब्लड भने त्यसलाई चाहिँ कहिले पनि माथि चाहिँ गर्नु हुँदैन है। त्यसले चाहिँ हामीलाई असर गर्छ कपती लाग्ने भोमिट हुने हुन्छ। अनि त्यसपछि चाहिँ निमोनिया पनि हुनसक्छ। त्यही भएर चाहिँ सधैँ अगाडि नै गर्ने। अनि 10 देखि 15 मिनटसम्म चाहिँ यसरी चेपेर राख्ने। अनि थोरै देर गऱ्यो अनि यसरी छोड्नु पर्दैन। लगातार चाहिँ 10 देखि 15 मिनटसम्म गर्ने। अनि त्यसपछि चाहिँ छोड्ने। अनि त्यसपछि चाहिँ चिसोले सेक्ने आफ्नो नाकले चाहिँ चिसोले सेक्ने। चिसोको कारणले चाहिँ नलीहरू चाहिँ साबुन हुन्छन् र खुन आउन चाहिँ कम हुन्छ होइन त्यस्तो गर्ने। अनि अब त्यति 10-15 मिनटसम्म गर्दा पनि ब्लड चाहिँ रोकेन भनेपछि चाहिँ हामीले चाहिँ हस्पिटल जानुपर्छ है। त्यसो भयो भने अनि हस्पिटल चाहिँ हामीले कन्डिसनमा जानुपर्छ भन्दाखेरि चाहिँ यदि चाहिँ हाम्रो चोटपटक चाहिँ मुखमा लागेको छ टाउकोमा लागेको छ त्यसको कारणले चाहिँ आइरहेको छ भने त्यसको अस्पताल जानुपर्छ। अनि यदि सास लिन गाह्रो भइरहेछ भनेपछि पनि अस्पताल जाने। अनि बेहोस बार बेहोस हुने